सबैजनालाई वेलकम ब्याक माई मिनी ब्लग अनि मेरो ब्लगमा फेरि पनि सबैजनालाई स्वागत छ अनि धेरै धेरै माया पनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्नुपर्छ। आजको मेरो बिहानको काम भनेको चाहिँ टमाटर गोड्ने भन्नुपर्छ। मैले चाहिँ अलिकति गोडिसकेको छु अनि बाँकी भनेको यता गोड्न बाँकी छ, मल लाउनु पर्ने छ अनि हाम्रो प्याज चाहिँ यत्रो भइसकेको छ। अनि आजको मौसमको बारेमा कुरा गर्नुपर्दा चाहिँ मौसमको बारेमा चाहिँ होइन एकदमै मौसम सफा छ। तपाईँहरूले पनि देखि नै राख्नु भएको होला क्यामेराको मद्दतले। मौसम चाहिँ एकदमै सफा छ, क्लियर छ होइन, कुनै शङ्कै छैन। अनि म चाहिँ होइन मल लाएर पुरेको नि त, अनि त्यही भएर एकदमै थकाइ लागिरहेको छ। अनि त्यसकै मौकामा चाहिँ मैले भ्लग बनाएको भन्नुपर्छ आजको बिहानको। अनि तपाईँहरूले धेरैभन्दा धेरै माया दिनुहोला होइन मेरो ब्लगलाई, मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको मायाको एकदमै आवश्यकता छ भन्न चाहन्छु म चाहिँ होइन। अब म अरू जस्तो राम्रो ब्लग बनाउन जान्दैन र पनि तपाईँहरूले माया गर्नुहुनेछ होइन। म पनि बिस्तारै सिक्दै जानेछु होइन। यो मलाई आशा छ, मलाई निराश बनाउनु हुने छैन। मलाई पक्कै पनि तपाईँहरूले होइन माया दिनुहुनेछ। तपाईँहरूको धेरै 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 माया र सपोर्टको जरुरत छ मलाई चाहिँ, म चाहिँ भन्न चाहन्छु। अनि अब आजको बिहानको काम भनेको मेरो यही टमाटरमा मल हाल्ने हो अनि पुर्ने हो। अनि यतिकैमा बिहान जान्छ, दिउँसो चाहिँ खेताला जानुपर्ने हो मेरो दिदीको घरमा। अनि त्यही भएर म चाहिँ अहिले बिहान चाहिँ यो काम मम्मीले हराउनु भएर गर्दैछु। अब यो काम पनि एकछिनमा सक्छ नि त, मलसल लाउनु। मलसल लगाइसकेपछि चाहिँ यसलाई टक्क पुरिदिनुपर्छ क्या माटोले वरिपरिबाट। अनि पछि ढल्दैन अलिक त्यति साह्रो यो टमाटर चाहिँ। हाम्रोमा चाहिँ यसरी गरिन्छ। कसैले चाहिँ अब मल्चिङमा पनि रोप्नुहुन्छ, प्लास्टिकको मल्चिङ बनाएर यस्तो डोलो बनाउँछ, झारहरू आउँदैन, त्यसमा चाहिँ सजिलो हुन्छ भन्नुहुन्छ। तर हामी चाहिँ बनाउँदैनौँ, हामी चाहिँ प्रायः जस्तो चाहिँ भुइँमै रोप्छौँ। अनि त्यही भुइँमै रोपेर झारहरू आउँछ त्यसलाई गोड्नुपर्छ। अनि यहाँको मल लाउने स्टाइल पनि अर्कै छ, वरिपरि लाउनु पर्छ। हाम्रोमा चाहिँ फेरि बिच्चामै लगाइदिन्छ उसको खाल्टामै। के गर्नु त, अब यस्तै आफ्नो गाउँको आफ्नो चलाउनु हुन्छ, त्यही भएर पनि होला हाम्रो गाउँमा त्यस्तरी गर्छ भने यहाँ चाहिँ यस्तरी डोलो बनाउनु पर्छ। अनि देशअनुसारको भेष भन्छ नि साथी, हो त्यस्तै हो क्या यहाँ पनि। अब गाउँ अनुसारको चलन हुन्छ, अब आफ्नो आफ्नो तरिका हुन्छ। कृषक मतलब अब यस्तो सब्जी रोप्दा कसरी मल लाउने के लाउने भनेर आफ्नो आफ्नो तरिका हुन्छ। हामी चाहिँ यसरी लाउँदैनौँ, के गर्नु त, हामी चाहिँ यस्तोमा बिच्चामा। गाह्रो छ नि, तपाईँहरूलाई पनि गाह्रो छ, हामीलाई पनि गाह्रो छ होइन, सबलाई गाह्रो छ यहाँ। अब चैत पनि 2 गते गइसकेको छ। अब मेरो बर्थडे पनि आउँदैछ है, अब 3-4 गते पर्सि। अनि अब बर्थडे सेलिब्रेट गर्नलाई त मेरो बुढा पनि हुनुहुन्न, अनि त्यही भएर म बर्थडे चाहिँ मनाउँदैन। मेरो बर्थडे नमनाए पनि मलाई जन्मदिनको शुभकामना दिनुहोला। अनि धेरै 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 धन्यवाद दिनेछु म तपाईँहरूलाई। तपाईँहरूले अवश्य पनि मलाई शुभकामना दिनुहुनेछ भन्ने मलाई आशा छ। कस्तो यो म चाहिँ चैतमै जन्मेको क्या, चैतमा जन्मिने मान्छेहरू चाहिँ एकदम बाँदर हुन्छ अरे। मलाई चाहिँ फेरि त्यस्तो लाग्दैन, तर भन्नुहुन्छ त्यसरी, उखानले नि त्यसरी भन्छ बाँदर हुन्छ अरे भनेर होइन। होला पनि जस्तो लाग्छ मलाई नि। चप्पल र चिम्टीले कहिले थाम्दैन, कहिले थाम्दैन चप्पल नि। अब नयाँ मतलब अलिक कस्तो खालको राम्रो राम्रो खालको चप्पलहरू त मतलब ब्राङ ब्रुङ एकैछिनमा हुन्छ मेरो खुट्टामा। मैले जान गरेर चाहिँ होइन, तर पनि छिट्टै फाटिजान्छ क्या, थाम्दैन। अनि घरिघरि खुट्टै काटेर खाइदिनु मन लाग्छ। अनि चप्पल किने फट्टै गऱ्यो भने त पैसा कहाँदेखि बचाउने, पैसा बचाउनु सकिँदैन नि।
मेरो ममले पहिला भन्नुहुन्थ्यो क्या, म बिहे नगरी नै कुन चाहिँ ज्वाइँलाई हैरान बनाउँछस् होला, चप्पल कति फटाउँछस् भन्नुहुन्थ्यो। अब के गर्नु त, फाटिन्छ त। मलाई पनि दुःख लाग्छ नि चप्पल फाटिँदा। अब त्यस्तो अब के गर्नु त, फाटिगएको कुरालाई अब त्यो जोड्न मिले पनि त्यो छुट्टिजान्छ, जोडे पनि छुट्टिजान्छ। अनि के गर्नु त, होइन साथी हो। अनि पहिला म स्कुलमा पढ्दा पनि त्यस्तै थिएँ, भाउजूले चप्पलहरू किनिदिनुहुन्थ्यो, कति छिटै फटाउँछौ भन्नुहुन्थ्यो। कस्तो क्या अलिकति अनि लुगा पेन्ट सिलाएको पेन्ट पनि फटाइहाल्थेँ। ममले कति सिलाइदिनुहुन्थ्यो। म त त्यो दिनहरू सम्झिँदा त नि पहिलाकै दिन रमाइलो थियो नि। के गर्नु र, जति ठुलो भयो उति जीवनमा के हो के आइपर्छ। के गर्नु, बालापन नै राम्रो नि मान्छेलाई। सधैँभरि बालापन मात्र त खोजेर पनि हुँदैन। दिनदिनै उमेर पनि बढ्दै जान्छ, जिम्मेवारीहरू पनि काँधमा आउँदै जान्छ, होइन साथी हो। त्यही जिम्मेवारीको बारी बोक्न एकदम गाह्रो हुन्छ मान्छेलाई। हेर्दा राम्रो सबै कुरा, होइन, तर भोग्नेलाई थाहा हुन्छ कति राम्रो कति नराम्रो, कस्तो जिन्दगी छ, के जिन्दगी छ भनेर। देख्नेले राम्रै छ, रमाइलो देख्छ नि। अब भोग्ने मान्छेलाई थाहा हुन्छ नि। हेर्दाखेरि त सबै राम्रै राम्रो, तर नराम्रो त जीवनमा भोग्ने भोगाइ खानेहरूलाई थाहा हुन्छ नि त। त्यस्तै हो। अब मान्छेहरूको अनुहार हेरेर जज गर्नु हुँदैन, को मान्छे कस्तो छ भनेर। त्यो चाहिँ उनीहरूलाई नै थाहा हुन्छ। मान्छे भएपछि मान्छेले नाना थरी भन्छ, होइन। मलाई अब म यसरी भ्लग बनाउँछु नि त, अनि उनीहरूले भन्छ क्या, यस्तो उस्तो बनाउँछौ, यसरी बनाएर हुन्छ त। मलाई मेरै बुढाले सपोर्ट गर्दैन। अरूको त झन् के कुरा गर्नु, अरूको त कुरै नगर्नु, अरू त झन् खुट्टा तान्ने कतिको कति। तर पनि म मतलब गर्दैन, किनभने त्यस्ता कुराहरू मतलब गर्न थाल्यो भने त अगाडि बढ्न सकिँदैन क्या साथी हो। अगाडि बढ्न सकिँदैन, खुट्टा तान्नेहरू कति हुन्छ। आफ्नो मेहनत, आफ्नो सफलताको पर्खाइमा बस्ने हो क्या। मेहनत गर्ने हो, सफलताको पर्खाइमा बस्ने हो। अरूको पछि अरूको कुरामा लागेर जिन्दगी बर्बाद गर्नु राम्रो कुरा होइन। म चाहिँ अर्काको कुराहरूलाई खासै वास्ता पनि दिँदैन, गर्दैन पनि। मलाई वास्ता गर्नु ठिक लाग्दैन भने मैले अर्काको कुरा वास्ता गर्न थालेँ भने म कसरी सफलता हासिल गर्छु त, होइन। त्यही भएर म अर्काको कुरा चाहिँ खासै सुन्दैन। अब साह्रै इम्पोर्टेन्ट नै मतलब नसुन्ने हुँदै नअर्ने भने चाहिँ त्यो, होइन, त्यो कुरा चाहिँ म सुन्छु। म त त्यो नचाहिँदो कुरा बोल्यो भने, नचाहिँदो कुरा भन्यो भने म त्यस्तो कुरालाई वास्ता गर्दैन क्या, छोडिदिन्छु। दुनियाँको कामै हो यस्तो कुरा काट्ने, यस्तो फल्ना ढिस्काना यो भन्ने सोच्छु। अनि अगाडि आफ्नो बाटोतिर लाग्छु क्या। त्यो हो नि त। तर यस्तो गाउँमा चाहिँ प्रायः सबै मान्छेहरू त्यस्तै हो। फल्ना यो रे, ढिस्काना ऊ रे, यसले यो गरे रे, उसले ऊ गरे भन्ने मान्छेहरू चाहिँ धेरै हुन्छ क्या। अरे बाबा, देख्नेलाई पो ठिक थियो, राम्रै थियो, उसले राम्रै तरिका, भोग्ने मान्छेले कसरी भोगेर आयो त्यो उसलाई थाहा छ नि त। त्यो अरूले वकालत गरिराख्नु पर्ने जरुरी चाहिँ ठान्दिनँ म चाहिँ। अब मान्छेहरूले फल्ना यो रे ऊ रे भन्छ नि त, त्यो उसलाई थाहा छ नि त, उसले कति कुरा के भोग्यो, यहाँसम्म आयो, कति मेहनत गरेको छ, कति के गरेको छ भनेर। यो कुरा काट्ने, खुट्टा तान्ने, यस्तो रे उस्तो रेको पछि चाहिँ नलागौँ साथी हो।
जीवनमा कहिले पनि तिनीहरूले तपाईँलाई किन त्यस्तो हुन्छ दाजु तपाईँहरूको सफलता हेर्न सक्दैन क्या त्यही भएर कहिले अगाडि बढ्ने नदिनेहरू त्यस्तै समाजका किराहरू हुन् तिनीहरू किराहरूसँग टाढै बस्नुपर्छ त्यो किराहरूसँग घुलमेल भयो भने आफू पनि किरा नै हुन्छ त्यही भएर म चाहिँ अरू जेसुकै गर्नुहोस् साथी हो अर्काको कुरामा लाग्ने फल्ना यो रे ढिस्कना यो रे उसले यो गर्यो रे भन्नेतिर चाहिँ नलाग्नुहोस् त्यही हो नत्र जीवनमा दुःख यति पाइन्छ नि कुकुरले नपाएको दुःख पाइन्छ अर्काको कुराहरू सुन्न थाल्यो भने चाहिँ सुन्नुपर्छ हुने चाहिने कुराहरू सुन्नुपर्छ नसुन्ने होइन म त्यो कुरा मान्छु कि तर सही ठाउँमा सुन्नुपर्छ क्या यदि आफूलाई जीवनमा काम लाग्ने कुरा छ भने राम्रो लाग्छ भने त्यस्ता मान्छेहरू त कति हो मेरो जीवनमा त छ म तर मतलब दिँदैन गर्दैन मैले अघि पनि भनिसकेँ कसले के भनिरहेछ मेरो बारेमा कसले मेरै अब आफ्नो मान्छेलाई सुनायो भने पनि मलाई मतलब लाग्दैन मैले गर्दैन अरू कुरा चाहिँ म गरेँ चाहिँ भन्दैन त्यो मान्छेहरू भनेको नि अर्काको घर अर्काको सम्बन्ध अर्काको त्यो जीवन बिगार्ने मान्छेहरू क्या मैले पनि अब पहिला चाहिँ योभन्दा कति वर्ष अगाडि चाहिँ थाहा थिएन अहिले थाहा पाउँदैछु अर्काको कुरा सुन्यो भने चाहिँ अनि एउटा कुरा के भने